यहाँबाट उता गएपछि नेपाल सक्यो नेपाल सक्यो इन्डिया हो गाइज अफिसियल्ली बोर्डरबाट छिरियो भाइ हाम्रो भर्खर अब इन्टरनेसनल टुर सुरु भयो यहाँनिर चाहिँ ठग्यो हामी अब के भन्नु हामीसँग हेलमेट पनि थिएन अब हेलमेट लगाउने रुल रहेछ यहाँको ब्युटी भनेको यो यस्तै सर्भ गरिदियो त्यहाँ माथि ल सो वी आर रेडी होइन अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ अनि अब सिधै पशुपति नगर जान्छौँ अनि त्यहाँबाट इन्ट्री गरेर दार्जिलिङ घुमेर आज हामी सकभर कि कालिम्पोङ भन्नेतिर जान्छौँ अथवा कता जान्छौँ है त सो लेट्स गो यो हाम्रो सेटअप है यस्तो भयो ओ भैया जी बैठो वो बीच में डालो चलिए अच्छा है ना ठीक है हो गया स्पेस हो गया है ना ये बढ़िया ये क्यों स्टार्ट नहीं हो रहा है ठंडा हो गया ना नहीं किक मारना पड़ेगा है ना लेट्स गो बाय अब यो होटल ग्रीन कार्पेटमा बसेको थियो सर्भिस ठिकठाकै थियो त्यत्रो खत्रै चाहिँ होइन बाई यस्तो हो नि तरिका अहिले एकछिनमा गर्मी भयो जस्तो फिल भइरहेको तर गर्मी चाहिँ हुँदैन किनभने माथि चिसै छ यसरी हर्स राइडिङ पनि गर्न मिल्छ यहाँ के गरेर ओके यहाँबाट होटेलबाट निस्किँदैछौँ हामीहरू अब के छ भाइ कम्फर्टै भयो हुन त अहिले त केही दुख्न सुरु गर्दैन दुख्न सुरु गरेछ भने अर्को किनौँला उता गएपछि यो बाटो चाहिँ मैले हो कि त्यो पिच गर्नुपर्छ अथवा चाहिँ ढलान गर्नुपर्छ भनेको साइकल पनि पाइँदो रहेछ त्यहाँ हिजो चाहिँ राति भएको थियो आउन चाहिँ लाग्यो दार्जिलिङतिर आज दार्जिलिङ घुम्ने इन्टरनेसनल टुर अन बाइक होइन भाइ भन न हजुर तिमीले मास्क पनि लगाउनु पर्छ जस्तो छ धेरै अगाडि नआऊ म अगाडि पेलिन्छु फेरि ठिक्क स्पेसमा आनन्दले बस मसँग केही आइडिया छ बोल्नलाई तिम्रो मोबाइल बनिसकेपछि त्यो आइडिया लगाउँला यहाँ रोकेर नै यतापट्टि जाँदो रहेछ नि भ्यूमा थोरै पछि सरो जरा थोड़ा सा 5 सेन्टिमिटर पछाडि सर न हो भयो
त्यो त त्यही अटाउँछ बिचै अटाउँछ भनेर त राखेको नि ए भाइ क्या हे ल यहाँ उठा खान्छ त्यो खाली भएर हुँदै थियो खाली त रहन्छ रहन त ग्यासको रहेछ त्यही नि औडा यार त्यो यार त्यसरी चलाउने होइन नि यार सो हामी चाहिँ रन्कियौँ है अब बिस्तारै यो चाहिँ फल बजार आइयो ल एजुकेसन टुरका गाडीहरू टन्न देखेको रहेछ हामी पशुपति नगर जानलाई हो यहीँबाट मोडिन्छौँ यहाँबाट लगभग 10 किलोमिटर पित्कल इलाम यहाँबाट उता गएपछि नेपाल सक्यो नेपाल सक्यो इन्डिया हो वेस्ट बेङ्गल पुलिस कहाँ गएर हो हेल्पडेस्क त्यहीबाट होला दार्जिलिङ दार्जिलिङ पर्मिट छ पर्मिट छ यो नेपाली नै हो कहाँ हो त्यो देखाउने यहाँ हो तर त गाइज अफिसियल्ली बोर्डरबाट छिरियो भाइ हाम्रो भर्खर अब इन्टरनेसनल टुर सुरु भयो फेरि बोर्डरमा लगभग टाइम चाहिँ लाग्दो रहेछ होइन ओके सो त्यहाँ नेपाली एपिएफ सरहरू एपिएफ के आर्म पुलिस फोर्सको सरहरू चाहिँ एकदमै पोलाइट हुनुहुन्थ्यो अनि इन्डियाको पनि अब ठिकै थिए पोलाइटै थिए नट ब्याड होइन सो हामी अफिसियल्ली नै दार्जिलिङ छिर्यौँ र पर्मिट सर्मिट भयो सबै कुरा भयो ल राम्रो भयो अब यो पर्मिटको बारेमा कसैले केही जानकारी दिन चाहनुहुन्छ भनेदेखि चाहिँ कृपया कमेन्ट गर्नु होला म एउटा छुट्टै भिडियो पनि बनाउँछु है त के यार ओके इन्डियाको रोड भन्ने बित्तिकै अर्कै हुन्छ हेर नि यो कोपेर ट्याक 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 बना है भाइब चाहिँ बरस के यार ये भन्नु र खै हामीले केही कुरा त बिर्सेन नि भाइ अलिअलि क्यास पनि भयो होइन यहाँ त धेरै लिन्छ नि त एक्सचेन्ज गर्नाले हामी राम्रो गरेर एक्सचेन्ज गर्दैन लिँदैन 1% हो सो सबजना अब लामो टुरमा आउनुहुन्छ मलाई सोध्यो हुनुहुन्छ यहाँ पनि यस्तो सानो सानो नेपाली टाइपकै बजार रहेछ है होइन यो नेपालै त हो नि नेपाली नै हो यहाँ सबै नेपाली भाषा बोल्दा हुन्छ यहाँ त पहिला त नेपालै थियो नि त यो अङ्ग्रेजहरूले उ गरेर त हो नि
यो बाटै अलग छ यार, यो बाटोको यो स्टाइल नै राम्रो यार। मैले नेपालमा देखेको थिएन यार यस्तो, यो किटकिटी अलिअलि बनाएको ग्रिप दिनलाई होइन। ठिक छ, हेर्दै जाउँ अब के युनिक कुराहरू देखिन्छ। नेपाली बाइक लिएर हामीहरू चाहिँ इन्डिया निस्किँदैछौँ फर्स्ट इन्टरनेसनल टुर। त्यो पनि पल्सर बाइकमा। त्यसोमा जाने है भाइ, हामी चाहिँ यही बाटो हिँडेर आएको भए त म छुट्टै गाडी लिएर आउँथेँ नि यार। दिस रोड इज मेन्टेन बाई PW रोड, सरी गभर्मेन्ट अफ वेस्ट बेङ्गालले चाहिँ मेन्टेन गरेको रहेछ। राम्रै छ। सिमाना 3 किलोमिटर अरे। यो जङ्गल रहेछ अलिकति, अब कति छ यो बाटो त साँगुरै छ। अझै जानु भएन भन्छन् गरे त्यहाँ त हेर। काम चाहिँ छिटै हुँदो रहेछ, त्यो 5-10 मिनटभन्दा बढी नलाग्ने रहेछ। के अरे फोटोकपीहरू भयो होइन। हजुर एन्ट्री भयो, अब एक्जिटको पनि हाल्नुपर्छ त्यहाँ। वेस्ट बङ्गाल त्यस्तो हो र होइन होला। त्यहाँबाट उता नेपाल पनि देखिने, इन्डिया पनि देखिने हो क्या। लगेर कुरो आउँछ भने होइन, ए भाइ अब तिमी झरेर कौडा लाउँछु नभन। म हिजो हिँड्दाखेरिको जस्तै हालत हुन्छ कुहिरो आएर। यो सिमाना बजार भन्ने रहेछ है त। अर्कै छ ल, 500 छ क्या यतापट्टिको। यताबाट पनि कता जाने रहेछ। हामीलाई अझै 45 मिनट लाग्छ, लगभग 12-13 किलोमिटर जस्तो रहेछ। कति रहेछ, बढी छ यार। चिसो चिसो हावाले। ल मलाई थाहा नि भाइ यार, यो बाटो हिँड्दाखेरि कस्तो हुन्छ भनेर। हिजोमा आउँदाखेरि उहाँ यसो 5 मिनट रोक्यो भने के हुन्थ्यो भने पसिना आउँथ्यो क्या। ओए यार 5 मिनट रोक्यो भने पसिना आउँथ्यो, तर बाइकमा हिँडेपछि जाडो हुन्थ्यो, त्यस्तो हुन्थ्यो। सो दार्जिलिङ जाने रोड हिँड्दैछौँ, 19 किलोमिटर रहेछ यार। यो कस्तो रोड आयो है यार। भीड़भाड़ है इधर। सिलीगुड़ी 87। हमें किधर जाना है भाई? दार्जिलिंग 20 किलोमीटर। लेट्स गो। दुखिया थाना रे। ओहो कुहिरो हेर कुहिरो। सबै नेपाली हो यहाँ। यो चाहिँ के चाहिँ थाना रे, यो ठाउँको नाम दुखिया पोखरी। अझै 16 किलोमिटर छ त यार।
आउँछ के भाइ आउँछ। हामीहरू यहाँ यस्तो एकछिन थकाइ मार्न होइन दार्जिलिङको साइडको हावा खानलाई रोकेको थियौँ होइन। सिधा फेरि यस्तो अब चाहिँ लाग्यो। अब गएर पहिला पोल्युसन पेपर बनाउँछौँ हामीहरू, अनि पोल्युसन पेपर बनाएर बल्ल दार्जिलिङ घुम्नतिर लाग्छौँ। दार्जिलिङको मुख्य अट्र्याक्सन भनेकै रेल हो होइन। अरू भनेको भ्यूको लागि चाहिँ अब कुरो लागिरहेछ, भ्यू त्यस्तो राम्रो देखिँदैन। त्यो भएर अब मिलेसम्म दार्जिलिङ नै बस्छौँ होइन। भ्याइएन भने अथवा भ्याइयो भनेदेखि चाहिँ हामी कालिम्पोङसम्म पुग्छौँ आज बेलुका। So let's go for the best. यो मेरो उसो के को भयो क्या, let's go for the best के। एउटा युनिक कुरो चाहिँ के रहेछ भनेदेखि यहाँ चाहिँ रहेछ पाइन भ्यू पोइन्ट अरे क्या। अब यो सल्लोको रुखहरूको घारी चाहिँ भ्यू पोइन्ट अरे यार। टुरिज्ममा जे बनाइदिए नि हुन्छ क्या, बस फोटो खिच्न लायकको ठाउँ बनाउनु पऱ्यो तपाईँले, त्यति हो। सो त्योमा चाहिँ हामी भुलेनौँ यहाँ पाइन ट्री के हेर्ने यार, पाइन ट्री हेर्ने यही नदिए जसरी हुन त यहाँको फेरि म्यानेज छ क्या पुरै। त्यो सिधा रुखहरू राखेको छ, पाइनको रुखहरू सल्लोको रुखहरू त्यसै पनि सिधै हुन्छ। बाटो चाहिँ सही छ ल। यहाँनिर चाहिँ ठग्यो अब के भन्नु। हामीसँग हेलमेट पनि थिएन, अब हेलमेट लगाउने रुल रहेछ। त्यहाँ भनेन त यार हेलमेट है, हेलमेट चाहिँ किन्न पऱ्यो त भाइ। अब सोझो भयो हामी होइन। यहाँनिर 500 रुपियाँ लिग्यो चेकपोस्टमा। यिनीहरूले के आँडेपाँडे कुरा गर्यो होइन। इन्डियनहरू यस्तै हुन्छ भन्थे, भोग्यो पनि होइन भाइ। 500 रुपियाँ गयो त ठिक छ, तर यिनीहरू ठग्न बसेको रहेछ। तपाईँ भन्ने जाऊ। अघि त्यहाँ बोर्डरमा त कुरा गरिरहेको थिएँ के, बोर्डरमा कुरा गरिरहेको थियो। त्यो इन्डियनहरू यस्तो हुन्छ भनेर। साथ थियो नि त तिनीहरूको। यिनीहरू सबै त्यो खाना पकाएको हुन् क्या त्यसरी रोकेर। अब हेलमेट टेपेर पहिले लाग्छ सोझो भएर भएन। अब के नि खोज्छौँ र त्यहाँ। हामीले चाहिँ पर्ने पर्मिट हाल्यो होइन। त्यही त चाहिन्छ नि ब्यागको भन्यो नि। होइन हामीले यहाँ डबल हिँडेको फेरि सबै हेलमेटै हिँडेको कि भाइ। छोड्दै भनेको त्यहाँ त्यसले त्यो त्यस्तै रहेछ त्यो। त्यहाँ भिडियो अन गर्न पर्ने, अफ गरेँ नि मैले त्यहाँ अन गरेर भने एक्सपोज गर्थ्यौँ कि ढुङ्गाहरूलाई। फेरि माथि रोक्छ भने यार। त्यहाँ कोही त फेरि त्यो हेलमेटै नलाइकन हिँडेकोलाई पनि केही गरेन फेरि। फेरि गरिरहेको छैन हो।
कस्तो भित्ता भित्ता पनि बनाएको भनेर घर यार कुनै खतरा छन् पर्दैन रहेछ अरे चाहिँ क्या हो ट्रेन स्टेसन यहाँ रहेछ क्या ट्रेन बनाउने मिलाउने सबै घुमाउने छ दार्जिलिङको भ्यू पोइन्ट रहेछ क्या यो होटलमा आएर चेक इन गऱ्यो अनि यसको आडामा यो तेन्जिङ रक घाटो रोड दार्जिलिङ अरे अब यो रकलाई पनि यिनीहरूले सो पिस बनाइदियो ल क्लाइम्ब गर्न पनि मिल्दो रहेछ क्या ल यत्रो ठुल्ठुलो रक पनि यहाँ सो पिसको रूपमा रहेछ है यहाँ मन्दिरको हरेश्वर महादेव धाम मन्दिर चाहिँ आप मेरे को फिर नंबर भेज दीजिए हाँ आप मेरे को व्हाट्सएप कर दो जब आएगा ना वीडियो बना लीजिए उतरेगा तो यहाँ रक क्लाइम्बिङ रहेछ है ल नाइस तेन्जिङ रक तल जङ्गल तातो यो उस गर्दै गरेको ठ्याक्क बनाइदिनु हजुर हो नेपालमा पर्छ क्या यो चपखानामा यहाँ एकजना दिदी हुनुहुँदो रहेछ छेत्रिनी दिदी तातो छ नाइस पिरो पिरो ओके सिटिसी भनेर सबै फरक फरक हुँदो रहेछ केजीमा राम्रै पाइँदो रहेछ अलि उतैसम्म जाऊँ न त त्यो उस छ नि चिया त चिया भयो होइन चियाको दाना दाना जस्तो हामीले जुन हालेर खान्छौँ नि त्यो कसरी बनाउँछ सोधा नि मलाई के सोधिरहेको छ ल एउटा
ढुङ्गो रहेछ ढुङ्गोमा मान्छेहरू फोटो खिच्ने माने रहेछ है ल यति हो अरू केही छैन पार्किङ चाहिँ जहाँ मन लाग्यो त्यहीँ गर्ने है त्यस्तो छेउ लाग्यो पार्किङ गर्ने स्कुल कति भव्य छ हेर्नु ओहो बबालै छ ल नाइस प्लेग्राउन्ड पनि राम्रो छ सेन्ट जोसेफ भन्ने स्कुल हो तर यसको स्ट्रक्चर त बबाल छ बबाल गाडीहरू चाहिँ जताततै पार्क गरेको देखिन्छ यो लास्टै धेरै छन् दार्जिलिङमा फोहोर चाहिँ छ है यो फोहोर चाहिँ व्यवस्थापन राम्रो छैन है हेर्नु त छ्या 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 क्विन अफ द हिल्स रहेछ शान्त छ त यार यहाँको ब्युटी भनेको यो भिरा भिरा घर बनाउनु अनि एकदमै बाक्लो घर हुनु होइन मेन कुराको यो यसको ब्युटी भनेको यही हो जस्तो लागिरहेको अनि उहाँ तलपट्टि झुम्मा झुम्मा भयो अनि त्यसपछि खाली भएको ठाउँमा चाहिँ चिया बगानहरू छ होइन तर बस्तीहरू त एकदम बाक्लो क्या नेक्स्ट लेभल छैन त बस्ती त